घनत्व भन्ने के हो? घनत्वलाई अङ्ग्रेजीमा डेन्सिटी भन्छ। यो घनत्व के हो? यसको कसरी मेजर गर्ने हो? यसको एकाइ के हो? अनि घनत्वको सूत्रमा पनि विद्यार्थी भाइ बहिनीहरू अलि अल्मलिएको पाउँछु मैले सानो यहाँ प्रयोग गरेर हेर्न गइराखेको छु। अब अहिले यिनी मसँग दुईवटा, एउटा ग्रीन कलरको, पिङ्क कलरको दुईवटा बेलुन छन्। यी बेलुनहरूको काम के हो? यी बेलुनहरू अहिले यिनी उड्दैनन्, हावामा उड्दैनन्। अब यिनीभित्र हावा भरियो भने यिनीहरू उड्छन्। एकाइ आयतनमा हुने पिण्डलाई वस्तुको घनत्व भनिन्छ। घनत्व मेजर गर्ने तरिका चाहिँ त्यो हो। अब यसरी मैले यो बेलुनलाई फुलाउँदै गएँ, हेर्नुहोस्, यसरी मैले बेलुनलाई ठुलो बनाएँ। ठुलो हुनु भनेको आयतन बढ्नु हो। यसको आयतन बढ्दै जाँदाखेरि यो चाहिँ हलुङ्गो हुँदै जान्छ। हेर्नुहोस् है, अब यो आयतन यसको बढ्यो भने यो चाहिँ हलुङ्गो हुन्छ। अब यो हावामा उड्छ। यसको आयतन बढ्दाखेरि घनत्व घट्यो, घनत्व थोरै भयो। घनत्व भन्नु नै गरुङ्गो हलुङ्गो। घनत्व धेरै हुनु भनेको गरुङ्गो हुनु, घनत्व कम हुनु भनेको हलुङ्गो हुनु हो हाम्रो बोलीचालीको भाषामा। अब यसरी यो आकार बढ्दाखेरि चाहिँ यो हलुङ्गो हुन्छ। हलुङ्गो हुनु भनेको घनत्व कम हुनु हो। त्यही भएर आयतन र घनत्व बीचको सम्बन्ध व्युत्क्रमानुपातिक हुन्छ, इन्भर्स रिलेसन हुन्छ। आयतन बढ्दा घनत्व घट्छ भने घनत्व बढ्दा आयतन घट्छ। अब अहिले यी दुईटामा, यो हावा नभरिएको बेलुन र यो हावा भरिएको बेलुनमा घनत्व बढी भरिएको बेलुनको छ भने यो हावा भरिएको बेलुनको घनत्व थोरै छ।